जब येशू फेरि डुङ्गामा समुद्रको पारीपट्टि जानुभयो तब एउटा ठुलो भिड उहाँको वरिपरि भेला भयो। उहाँ चाहिँ समुद्रको किनारमा हुनुहुन्थ्यो। सभाघरमा शासकहरूमध्ये याइरस नाउँको एकजना उहाँ कहाँ आए र उहाँलाई देखेर उहाँका पाउमा घोप्टो परेर र यसो भनेर बिन्ती गरे, मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्यसमाथि तपाईँका हात राखिदिनुहोस् र त्यो निको होस् र बाँचोस्। तब येशू तिनीसँग जानुभयो। एउटा ठुलो भिड उहाँको पछि लाग्यो र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे। अनि 12 वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिई। त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा धन सम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन खराब हालतमा पुगेकी थिई। येशूको विषयमा त्यसले सुनेकी थिई र भिडको पछिल्लोतिरबाट आएर उहाँको वस्त्र त्यसले छोई, किनकि त्यसले मनमनाइ भनी, मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु। अनि तुरन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई। आफूबाट शक्ति बाहिर निस्केको झट्टै येशूले थाहा पाएर भिडमा पछिल्लोतिर फर्केर सोध्नुभयो, कसले मेरो वस्त्र छोयो? चेलाहरूले उहाँलाई भने, भिडले ठेलमठेला गरेको त तपाईँले देख्नुभएकै छ र पनि तपाईँ भन्नुहुन्छ, कसले मलाई छोयो? उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्नुभयो। तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यो स्त्री डरले काम्दै आएर येशूको अघि घोप्टो परी र उहाँलाई सबै सत्य कुरा भनिदिए। तब उहाँले त्यसलाई भन्नुभयो, ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्ति साथ जाऊ, तिम्रो रोग निको होस्। उहाँ बोल्दै हुनुहुँदा शासकको घरबाट मानिसहरू आएर भने, तपाईँकी छोरी त मरी, गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ? तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरमा शासकलाई भन्नुभयो, नडराऊ, विश्वास मात्र गर। अनि उहाँले पत्रुस, याकुब र याकुबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि आफ्नो साथ आउन अनुमति दिनु भएन। उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो। अनि उहाँले खैला बैला गर्नेहरू, रुनेहरू र ठुलो स्वरले बिलौना गर्नेहरूलाई देख्नुभयो। भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन खैला बैला गर्छौ र रुन्छौ? ठिटी मरेकी छैन, तर सुतिरहेकी छे। तर तिनीहरू उहाँको कुरामाथि हाँसे। तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो र ठिटीका बुवा र आमा र उहाँसँग हुनेहरूलाई साथमा लिएर ठिटी भएको ठाउँभित्र जानुभयो। अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो, तालिता कुरी, जसको अर्थ हो, ए बालिका, म तिमीलाई भन्दछु, उठ। अनि ठिटी तुरुन्तै उठी र हिँडडुल गर्न लागि। त्यो 12 वर्षकी थिई। अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए। उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस् भन्ने कडा आज्ञा दिनुभयो। अनि बालिकालाई चाहिँ केही खान दिनु भनी तिनीहरूलाई भन्नुभयो। आमेन।